के तपाईँ सुन्दर देखिन चाहनुहुन्छ? मतलब लेडिज हो भने ब्युटिफुल, जेन्ट्स हो भने ह्यान्डसम देखिन चाहनुहुन्छ? यस, सबैजनाको इच्छा हो, भित्री इच्छा हो, सब राम्रो भन्दा राम्रो देखिन चाहन्छ। त्यही भएर त ऐना घरिघरि हेर्छन् र टिभीमा प्रचार आउँछ, विभिन्न हिरो हिरोइनले अलग अलग एड्स गर्छन् होइन, फेस वासदेखि लिएर साबुनदेखि लिएर अलग अलग चिजको। र त्यो अनुसारले चाहिँ आफ्नो सुन्दरता निखारेर ल्याउनको लागि कसैले पनि तपाईँलाई चाहिँ यदि अलिकति तारिफ गर्छ, कति राम्रो देखेकी, कति राम्रो देखेको भनेपछि बडा खुसी लाग्छ। त सुन्दर त सबैलाई चाहियो साथी। त सुन्दरताको लागि चाहिँ हामी चाहिँ यहाँ के गर्न सकिन्छ भन्दाखेरि हामी नेचुरलतिर जानुपर्छ। र नेचुरल भनेको ज्ञानेरी साबुन, डिएक्सनको साबुन, ब्युटी सोप, इन्टरनेसनल लेभलबाट सर्टिफाइड भएको र यो बनेको केबाट छ भन्दाखेरि ग्यानोडर्मा र डिएक्सन टेक्नोलोजी फर्मुलाबाट चाहिँ स्पेसल फर्मुलाबाट चाहिँ पाम ओइल हालेर अनि ग्यानोडर्मालाई हालेर त्यो अनुसारले बनाएको छ। त ग्यानोडर्मा र पाम ओइलबाट चाहिँ यो बनेको छ। अनि यसभित्र चाहिँ खासियत के छ भन्दाखेरि अब यो लगातार युज गर्ने हो भने होइन, चेहरा हाम्रो अनुहारभन्दा भित्रको जति पनि टक्सिन्स छ, विषादीहरू छ अनुहारभित्र, जस्तै डन्डीफोरहरू, दागहरू निक्लिन्छ नि होइन, सेतो अथवा कालो दागहरू अथवा डन्डीफोरहरू, त्यो सबै चिजले बाहिर निकाल्छ। अनि हाम्रो अनुहारलाई चाहिँ ग्लोइङ लिएर आउँछ, सफा गर्ने कामले ग्लोइङ लिएर आउँछ। अनि नेचुरल जुन साइनिङ छ त्यो बढाउँछ। तर यसमा लाउने तरिका चाहिँ हमेसा ध्यान दिनुपर्छ। 5 मिनटसम्म यसलाई मसाज गर्नुपर्छ। साबुनलाई लिएर पानीमा पहिला मुखले भिजाएर मुख, अनि पानीमा अनि यो चाहिँ थोरै साबुन लिएर अनि त्यसपछि चाहिँ यो क्रिम जस्तो बन्छ। क्रिम जस्तो यो साबुन चाहिँ हातमा पहिला हत्केलामा लिने अनि फिङ्गर टिप्सले मसाज गर्ने। मसाज गरिसकेपछि 5 मिनटसम्म मसाज गर्ने। त्यसपछि त्यतिकै छोडिदिने, साबुनले अनुहारमा छोडिदिने। अब हाम्रो डिएक्सनवालाहरू त रातभरि पनि छोडिदिन्छन्, थुप्रैवालाहरू साथीहरू छन्। रातभरि छोड्दा पनि कुनै पनि साइड इफेक्ट या नोक्सानी या फेरि केही पनि प्रब्लम आउँदैन, इचिङ वगैरह हुन्न, किनभने यो नेचुरल हो। बट हजुरहरूले आधा घन्टा दिनुहोस्। आधा घन्टासम्म चाहिँ राखिसकेपछि अनुहारबाट अनि त्यसपछि चाहिँ वास गर्नुहोस्। त्यसपछि हेर्नुहुन्छ भने फर्स्टचोटिकै प्रयोगबाट तपाईँको अनुहारमा एकदम ग्लो, साइनिङ त्यो अनुसारले चमक बढिरहेको हुन्छ र अनुहारमा विभिन्न समस्याहरू छन् भने त्यो पनि बिस्तारै बिस्तारै समाधान हुन्छ। जस्तै यहाँ चाहिँ विभिन्न दागहरू, दानाहरू, डन्डीफोरहरू भएको मान्छेहरूले बिफोर आफ्टर त्यो अनुसारले हामी हेर्न सकिन्छ। अनि यो चाहिँ साबुन भनेको लगभग एउटा चाहिँ साबुनको चाहिँ चल्ने भनेको मुख धुनलाई मात्रै 4 महिनासम्म मात्रै जान्छ। 4 महिनासम्म भनेको डेलीको 1 रुपियाँ मात्रै खर्च एउटा चाहिँ पर्यो। अनि यो चाहिँ जेन्ट्स, लेडिज सबै बच्चा, बुढो, जवान सब मान्छेहरूलाई चाहिँ प्रयोग गर्न मिल्यो। हरेक उम्र भएका मान्छेहरूले चाहिँ प्रयोग गर्नु। भर्खर न्यू बोर्न बेबीलाई पनि एकदमै शुद्ध र राम्रो छ, त्यसलाई चाहिँ यो साबुनले हामी युज गराउन सक्यौँ। त्यसपछि त्यसको अलावा सबैले र जति हामी युज गर्दै जान्छौँ त्यो यसमा एन्टिअक्सिडेन्ट प्रपर्टिजहरू पाइराखेको हुन्छ। हाम्रो स्किनको लागि एकदम राम्रो राम्रो चिजहरू, जसले चाहिँ स्किनको सेललाई एकदम राम्रोसँग रिपेयरिङ गर्दै शुद्धता बढाउँदै लिएर जाने काम गरिरहेको हुन्छ। त हामी यो चाहिँ साबुनको प्रयोग गर्न सक्छौँ। र साथसाथमा हामीले के गर्न सकिन्छ भन्दा हामीले चाहिँ साबुनको साथमा अरू पनि डिएक्सनका केही प्रडक्टहरू आउँछन्, जस्तै कि पेस्टहरू भयो, चोबी बेबी ओइलहरू भयो, यिनीहरू पनि मिक्स गरेर लगाउन सकिन्छ। लगातार युज गर्दै जाँदा, फेसियलहरू गर्दै जाँदाखेरिमा के हुन्छ भने तपाईँको अनुहार एकदमै ग्लोइङ, ब्युटी पार्लरबाट भर्खरै निक्लेको जस्तो त्यो अनुसारले चमक लिएर आउँछ र त्यो अनुसारले चाहिँ हुन्छ। साथमा यसमा बिजनेस पनि गर्न सक्नुहुन्छ। थुप्रै मान्छेहरूलाई चाहिँ बताएर यसलाई होइन, अरू मान्छेहरूलाई ब्युटी दिएर यसमा काम पनि गर्न सक्नुहुन्छ। र एकदमै राम्रो चाहिँ हाम्रो चाहिँ डिएक्सनको चाहिँ साबुन छ, ब्युटी सोप छ, सब हरेक मान्छेलाई चाहिँ यो प्रयोग गर्न मिल्ने। त यो साबुनको लगातार प्रयोग गर्दै जाँदाखेरि कहिले पनि गमौराहरू, र्यासेसहरू हुँदैन होइन। हामीलाई चाहिँ गर्मीको बेलामा प्रायः जस्तो भइरहेको हुन्छ, या फेरि स्किनको अरू पनि प्रब्लमहरू पनि छ भने समाधान गर्छ। हामीले थुप्रै मान्छेहरूले दुबीको समस्या पनि समाधान भएको देखेको छौँ यही साबुनको प्रयोग गरेर। अब यही साबुनलाई हामीले चाहिँ एज अ सेभिङ चाहिँ त्यो झागको रूपमा त्यो अनुसारले गर्न सकिन्छ कि होइन। त सेभिङ गर्नलाई प्रयोग गर्न सकिन्छ सेभिङ क्रिमको रूपमा। अनि त्यो अनुसारले चाहिँ फाइदा गर्छ। अनि बालमा लगाएर पनि त्यो अनुसारले मान्छेहरूले धेरै राम्रो फाइदा पाइराखेका छन्। हामी यसले डेली प्रयोग गर्न सकिन्छ। हाम्रो स्किन भनेको त हाम्रो बडीको सबभन्दा लार्जेस्ट अर्गन, र यही स्किनको यदि हामी चाहिँ सुरक्षा गर्नको लागि हामी यो साबुनलाई प्रयोग गर्ने हो भने एकदमै राम्रो हुन्छ। स्किनको जति पनि समस्या छ नि सबैमा समाधान गर्छ। थुप्रै साबुनहरू केमिकलाइज हुन्छ, त्यही भएर चाहिँ हामी दाँत खाज खुजुलीमा चाहिँ साबुन प्रयोग नगर्नु भन्छौँ होइन, किनभने केमिकलले चाहिँ त्यो चाहिँ समस्या झन् बढाइदिन्छ। तर यो एक मात्र यस्तो साबुन हो, यसलाई नियमित प्रयोग गर्ने मान्छेले जिन्दगीमा कहिले पनि दाँत खाज खुजुलीको समस्या हुँदैन। यदि छ भने पनि मान्छेहरूले प्रयोग गर्दा बिस्तारै बिस्तारै चाहिँ हटाउने काम गरिरहेको हुन्छ। यो ब्युटी सोप हो, साथमा अझै ब्युटीको लागि चाहिँ हामीसँग क्रिमहरू पनि आउँछ, ओइलहरू आउँछ, त्यो सबै चिजहरू पनि प्रयोग गर्न सकिन्छ। अहिलेको भिडियोलाई यति नै राखौँ, नेक्स्ट भिडियोमा फेरि भेटौँला। अझै जानकारी भए तपाईँले चाहिँ मेरो नम्बरमा कन्ट्याक्ट गर्न सक्नुहुन्छ। अनि वाट्सएप र इमो नम्बर हाम्रो स्क्रिनमा यहाँ चाहिँ देख्न सकिराख्नु भएको छ।
त्यसबाट चाहिँ तपाईँले क्वाइरिज गर्न सक्नुहुन्छ। कुनै पनि प्रश्न छ भने तपाईँले यहाँ मेसेज हालिदिनुहुन्छ भने पनि रिप्लाई पाउनुहुन्छ हैन। बाँकी रह्यो स्वास्थ्य बनाइराख्नको लागि चाहिँ हामीले चाहिँ डिएसएमको कुन कुन प्रोडक्टहरू कसरी प्रयोग गर्दै जानुपर्छ त्यो सबै चिजको बारेमा पनि भन्न सक्नुहुन्छ। त्यसमा मैले डिटेलिङ दिन सक्छु र यसरी गर्दै गइसके पश्चातमा हामी स्वास्थ्य बनिन्छ, सुन्दर बनिन्छ र साथमा यसमा काम गर्ने हो भने हामी पैसा पनि धेरै कमाउन सकिन्छ। थ्याङ्क यू सो मच। फेरि भेटौँला। तबसम्मको लागि हजुरको साथी एके यादव बाई बाई भन्दैछु। ओके, थ्याङ्क यू सो मच। बाई बाई। गुड मर्निङ डिएसएम।